ल गाइस फाइनली हामीले चाहिँ नि आलु पनि लगाएर भइयो है। कस्तो छ हेर्नुस् त। अब यो नानी सुत्नु भएको छ, सानी छोरी सुत्नु भएको छ, डिस्टर्ब केही गर्नुहुन्न। अब हामीले चाहिँ नि यो जुन लहरा देख्नुभयो नि, यो लहरामा चाहिँ नि हामीले के रोप्छौँ भने यहाँ चाइनिज साग पनि रोपियो है। त्यसपछि पासेको साग, अनि यसलाई भन्दो रहेछन् चुकन्दर है। अब यो पनि रोपिन्छ। अनि चुकन्दर हाम्रो यहाँ म्याडमले रोप्नु भएको छ। यो फलेपछि पनि यो भिडियो मैले देखाउँछु नि, फेरि कन्टिन्यू फलो गर्नु होला। अनि न्यू अपडेटहरू फेरि आइराख्ने छन्। अनि त्यसपछि फेरि हामीले यसलाई राजमा भन्छ, एकदम फेभरेट। अझै बिहा बर्खीमा त ओहो राजमा र आलु यति पकाउँछन्, मेरो फेरि बेस्ट हो क्या यार। अब यहाँ हामीले यहाँ चुकन्दर लगाउन सुरु भइसकेको छ। त्यसपछि फेरि आलुको बिचमा मुला पनि है। ओहो चुकन्दरको बिउ फेरि यस्तो हुँदो रहेछ गाई यार। यो त फापर जस्तो छ, हेर्नुहोस् न यहाँ है, फापर जस्तो रहेछ तर ठिकै छ। फल्यो भने यो पनि तपाईँहरूको सामु चाहिँ एकदम पब्लिक गर्नेछु। हामीले धेरै चिजहरू लिएर आएका छन्। यी धनियाँ है, अब के थिए यहाँ तपाईँको फेरि मटर पनि छ है। यहाँ हेर्नुहोस् यो के हो, यो फेरि यो फेरि हामी पुरै होली मानेर आएको यो के अरे मटर होइन, हरियो मटर। पुरै दबाईका साथ किराले नखाओस् भनेर यस्तरीको दबाई हाल्दो रहेछन्। ल कस्तो छ गाइस, हामीले चाहिँ नि आलु सालु लगाएर भइयो। उता पनि उहाँ हाम्रो साथीहरूले गाउँलेहरूले उहाँ के गरे धान बोकिराख्नु भएको छ है। हाम्रो सानो पुन्टे डन यहाँ सुतिराख्नु भएको छ। यहाँ चुकन्दर लगाउने कार्यक्रम भइरहेको छ। तर तपाईँहरूले वेट गर्नुपर्ने हुन्छ 2 महिना, लब 1 महिनासम्म त यो उम्रिने लाग्छ। उम्रिने भइसकेपछि त हाम्रो यो आलु बरार हरियाली हुन्छ। अब यता फेरि देख्नुभयो सिलाम, यसलाई वन सिलाम होइन गाइज, यसलाई घर सिलाम भन्छ। के छ कस्तो छ फलो गरिराख्नु होला। मैले चाहिँ खतरा पारामा अपडेट दिइराख्नेछु है गाइज।